लसु फ्यापुल्ला जय मङ्गोल सम्पूर्णलाई जय मूलवासी। आज यसै विषयमा मङ्गोल नेसनल अर्गनाइजेसनको सङ्गठन चाहिँ किन आज आएर चाहिएको भन्ने कुराहरू होला तपाईहरुको मनमा पहिल्यैदेखि थियो र हामीलाई थाहा थिएन। त्यसैले अहिले किन चाहिरहेको छ भन्दाखेरि जुन अहिले भएको दलहरूले चाहिँ जुन यो मङ्गोल नेसनल अर्गनाइजेसनको सङ्गठनले मात्रै ल्याउँछ यो कुरा भन्दाखेरि यो अस्तित्वको कुरा र मानव अधिकारको कुरा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठनले मात्रै ल्याउँछ भन्ने थाहा भएको कारणले यसमा हामी एकता हुनुपर्छ। यो जुन अहिले भएको दलहरू छ नि, जतिपय एबीसीडी जस्तै नाम जुनसुकै नामहरू छ, यो अहिले भएको दलहरू तिनीहरूले ल्याउँदैन, बस यो मङ्गोल नेसनल अर्गनाइजेसनले मात्रै ल्याउँछ। यो विश्वमा 3 प्रकारको मान्छे मात्रै उत्पत्तित भएको छ भन्ने उल्लेखन छ। MAN म्यान माने मान्छे भनेको छ। M भनेको चाहिँ जुन आँखा चिम्से नाक थेप्चे कलर उसको पहेँलो त्यो चाहिँ मङ्गोल भयो। जुन आर्य उसको कलर चाहिँ सेतो, नाक चुच्चो, आँखा अलि भित्र गएको हो, त्यो चाहिँ भयो आर्य। जुन ओठ बाग्लो कपाल खुम्रिङ्ग परेको, हाइटमा अलि अल्को कलरमा उसको कालो, त्यो चाहिँ निग्रो भयो। अनि एउटा मङ्गोल, एमबाट मङ्गोल, एबाट आर्य, एनबाट निग्रो। जुन यो 3 प्रकारको मान्छे मात्रै उत्पत्तित भएको छ यो विश्वमा। MAN म्यान माने मान्छे भनेको छ। को मान्छे भनेको थियो हिजोसम्म हामीलाई थाहा थिएन, आज थाहा भयो यो 3 जना रहेछ। त्यसमा मङ्गोल भनेको चाहिँ हामी पर्यो, म पर्यो, एउटा तपाईँ पनि पर्यो होला, त्यो तपाईँले बुझ्नुहोस्। मङ्गोल भनेको चाहिँ जुन यो मङ्गोल नेसनल अर्गनाइजेसनले लडेको लडाइँ चाहिँ बृहत मूलवासी मङ्गोलहरूको लागि लडेको हो। 80% मङ्गोलहरूको लागि लडेको हो। जुन अहिले शासन सत्ता चाहिँ 20% आर्यहरूको हातमा छ, उनीहरूले शासन गरिरहेछ। त्यसैले हामी 80% भएर पनि आजसम्म आदिवासी जनजाति भनेर बाँचिरहेको छौँ। किन भन्दाखेरि उनीहरूको अस्तित्व आर्य, हामी खास आर्य हो भनेर उनीहरूले त संविधानमा लेखेको छ नि त। हाम्रो त कहाँ लेखेको छ मूलवासी मङ्गोल भनेर कहाँ लेखेको छ? हाम्रो अस्तित्व आज अस्तित्व विहीन भएर बाँचिरहेको छौँ। आजसम्म हामी अस्तित्वको खोज गर्दै हामी हिँड्नुपर्छ। त्यही भएर हाम्रो अस्तित्व भनेको चाहिँ के हो भन्दाखेरि मङ्गोल। हामीले पनि संविधानमा मङ्गोल लेखाएर छाड्नेछौँ, मङ्गोल लेखाउने अभियानमा छौँ, सङ्घर्ष गरिरहेछौँ। त्यसैले मङ्गोल नेसनल अर्गनाइजेसनमा तपाईँहरू सबै अबद्ध भएर एकता भएर आउनु होस् भन्न चाहन्छु म। अनि हामी हातमा हात, काँधमा काँध थापेर पूर्वदेखि पश्चिमसम्म, पश्चिमदेखि पूर्वसम्म हामी एकता हुनुपर्ने एकदम जरुरी छ। त्यसो भए पनि जति एकता चाँडो हुन्छ उति चाँडो नै हाम्रो अस्तित्व, मानव अधिकारहरू विभिन्न हाम्रो सुरक्षा हुन्छ। भोलि गएर हाम्रो भावी पिँढी, अब कमिङ जेनेरेसनहरूलाई सजिलो हुन्छ। त्यसैले हामीले अब बुझ्नुपर्छ, बेलायमा सोच्नुपर्छ साथी हो। त्यसैले जय मङ्गोल, जय मूलवासी। धन्यवाद लास्टसम्म भिडियो हेरिदिनु भएकोमा।